मध्यरातमा बालेनको अशिष्ट स्टाटस केही बेरमै हटाए। महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनले मध्यरातमा आफ्नो सामाजिक सञ्जालमा प्रमुख देशहरू र राजनीतिक दलहरूलाई लक्षित गर्दै अत्यन्तै विवादास्पद स्टाटस लेखेर केही बेरमै हटाएका छन्। उनको उक्त अभिव्यक्तिको स्क्रिनसट अहिले सामाजिक सञ्जालमा निकै भाइरल बनेको छ। उक्त स्टाटसमा उनले अमेरिका, भारत र चीन जस्ता देशहरू तथा प्रमुख राजनीतिक दलहरूलाई लक्षित गर्न आपत्तिजनक शब्द प्रयोग गरेका थिए। बालेन शाहले आफ्नो फेसबुक स्टाटसमा अमेरिका, भारत, चीन तथा एमाले, काङ्ग्रेस, रासोपा, रापरपा र माओवादीलाई लक्षित गर्दै आपत्तिजनक शब्द, अशिष्ट शब्दहरू प्रयोग गरेका थिए। उक्त स्टाटस पोस्ट भएको केही समयमै हटाइएको थियो, तर सो अवधिमा धेरै प्रयोगकर्ताले स्क्रिनसट लिइसकेका थिए। उनले हटाए पनि स्टाटसको स्क्रिनसट सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ। शाह बेला बेलामा आफ्ना अशिष्ट अभिव्यक्तिबाट विवादमा तानिरहेका छन्। बालेन शाहले यसअघि पनि सिंहदरबार जलाउने अभिव्यक्ति सामाजिक सञ्जाल मार्फत पोस्ट गरेका थिए। उक्त अभिव्यक्तिले पनि निकै विवादमा तानेको थियो।